यो रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिकाको पार्वती कुण्ड हो। गोसाई कुण्ड त सबैजनाले सुन्नुभएको होला। यो चाहिँ पार्वती कुण्ड। यहाँका धेरै स्थानीयहरूले भनेअनुसार गोसाई कुण्ड भनेको महादेव, पार्वती कुण्ड भनेको चाहिँ पार्वती हुन्। त्यसैले गोसाई कुण्ड आउने तीर्थालुहरू पार्वती कुण्डमा पनि आएपछि मात्रै बल्ल त्यो तीर्थ अथवा मागेको कुराहरू पुरा हुन्छ। त्यसैले गोसाई कुण्ड आउनु भएपछि पार्वती कुण्ड पनि आउनुपर्ने हुन्छ भनेर भन्नुहुन्छ स्थानीयहरूले। यो चाहिँ कत्लाङ भिलेज, कत्लाङ गाउँ ब्ल्याक भिलेजको रूपमा प्रख्यात थियो पहिला। किनकि छानोहरू सबै काठबाट बनेको हुन्थ्यो र त्यो काठमा लेउ लागेर अथवा धेरै समय भएपछि कालो रङ देखिने भएकोले पुरै गाउँ नै कालो देखिन्थ्यो। त्यो भएर ब्ल्याक भिलेजको रूपमा परिचित थियो। तर पछि भूकम्पपछि नयाँ बनेका घरहरूमा यस्ता रङ्गी जस्ताहरूको प्रयोग भएकोले नाम अनुसारको ब्ल्याक भिलेज भनेर जस्तो कालो रङको पहिला प्राचीन कालमा देखिने जस्तो अथवा भूकम्पभन्दा अगाडि देखिने जस्तो जुन स्वरूपमा थियो यो अहिले चाहिँ देखिँदो रहेनछ। अघि मैले पार्वती कुण्ड देखाइरहेको थिएँ। त्यसै पार्वती कुण्डलाई यहाँ स्थानीय भाषामा आमाछोदिङमो भनेर भनिँदो रहेछ। भित्रको कुण्ड हेर्दा चाहिँ यस्तो छ। यहाँ सायद 108वटा धाराहरू होलान्। तीर्थ आउँदाखेरि नुहाउनको लागि। यही हो पार्वती कुण्ड। स्नान गर्ने चाहिँ यहाँ धाराहरू छन्। अहिले चाहिँ पानी रहेनछ।